Hello, good morning and welcome everyone. It's me Sarojai. आज चाहिँ हाम्रो कौडे लेकको ट्रिप हुँदैछ। स्कुटीमा थोरै माथिसम्म पुगेर हिँडेर जाने ट्रेकिङ जाने प्लान छ। सो अहिले चाहिँ खरेदेखि थोरै माथि look at this view. यता अगाडि तानसेन छ, क्लियर त देखिया छैन ल, माडी फाँट अनि माउन्टेन्स हिमालहरू छक्क एकदम मिठो। अनि हाम्रो अलैँची यता छन्, नास्ता बोकेर घर नास्ता बनाएर बिहान मम्मीले नास्ता बनाइदिनु भएको बिहान बिहानै यहाँभित्र नास्ता खा अनि नास्ता बोकेर हामी चाहिँ हिँडेको स्कुटरमा। अहिले थोरै माथि पुगेपछि चाहिँ अब हिँडेर जाने ट्रेकिङ वेमा जाने भनेर निस्क्या हो। अब थोरै माथिदेखि चाहिँ अब हिँडेर जानुपर्छ। हेलो गाइज, हामी चाहिँ कौडी लेकमा हामीलाई चाहिँ हाम्रो त के भन्छ अरे गेटले चाहिँ हामीलाई स्वागत गर्यो। मान्छेले स्वागत नगरे पनि सर चाहिँ हेलमेट नलाइकन पुरा मलाई त पुरा विश्वास छ, त्यही भएर म पछाडि हेलमेट लगाएर बसिन्छु। सर तपाईँ हेलमेट नलाइकन चलाइरह धेरै विश्वास। हामी चाहिँ कौडी लेक हिँडेको। दाइ यहाँ माथि जानलाई कतादेखि हिँड्ने हो? माथि राख्नु ठाउँ छ? ए हस्, यहीँसम्म हो कि माथि राख? कति यहाँ त कति लाग्छ? धेरै त लाग्दैन नि, माथि त होइन अरे। कतिको हिँड्ने बानी छ तपाईँहरूलाई? हिँड्ने त हामी त फेरि खतरा हिँड्छौँ। तलबाट गए आधी घन्टा लाग्छ क्या तपाईँहरूलाई। अहिले त सिँढीबाट गएँ, भ्यू हेर्दै हेर्दै गएँ, बिस्तारै गएँ, त्यही 40-45 मिनट। होइन हामी त फेरि हिँड्ने खतरा हो, तर जाँदा चाहिँ बिस्तारै हो। सो अब ओलेसदेखि है, अब तलैदेखि हिँड्ने भन्ने कुरा थियो। आउँदा आउँदै ओलेस आयो। ओलेसदेखि अब चाहिँ घरदेखि हिँड्नेबाट ओलेसदेखि हिँड्नेमा पुग्यो। ओलेस आएर अब यहाँदेखि माथि चाहिँ गाडी नजाने रहेछ, यहाँसम्म मात्र आउने रहेछ। गाडी भन्दा पनि गाडी भइहाल्यो थोरै तल गाउँमा। स्कुटी बाइकहरू चाहिँ माथि ल्याएर राख्दा नि भइहाल्छ। यहीँ माथि राख्ने हुने रहेछ। स्कुटी राख्यो। अब चाहिँ हिँडाइ अलमोस्ट 1 आवर। अब यसो हेर्दै फोटो खिच्दै आनन्द तरिकाले जाँदाखेरि त्यही अब 1 घन्टामा पुगिन्छ। घाम लाग्यो, घाम लागेपछि चस्मा नि लगाउनु पर्यो। त्यति भयो। यहाँ झोला बोकेर यता फेरि छ फेरि कौडी लेक जाने बाटो अरे। अब यही बाटो हामी जान्छौँ। राम्रो रहेछ जे होस्। यस्तो हेर्दाखेरि अब माथि पुगेपछि थाहा होला कस्तो हुन्छ। हामी चाहिँ अलमोस्ट डाँडामा है, कौडी लेक यति माथि हो एन्ड अलमोस्ट डाँडामा। यहाँ तल यस्तो राम्रो गाउँ छ, यता सट्ट गाउँ बोलेस तल गाउँ छ। एन्ड लुक एट दोज माउन्टेन्स है, यस्तो राम्रो हिमाल। हिमालतिरै पुग्दा नि यति राम्रो देखिन्न है। हामी मुक्तिनाथै पुग्यो, वहाँ पुग्दा नि यत्तरी छक्क यति राम्रो सब। वहाँदेखि वहाँसम्म सबै हिमाल। यता तानसेन बजार, यता आएर भन्छन् तल माडी फाँट भयो। हामी आएको तल घर चाहिँ यहाँ तल। ओ माई गस, यस्तो दामी देखेछ नि हिमाल। वेदर नि यस्तो बेस्ट वेदर आज त, रियली अमेजिङ। अब चाहिँ यसलाई के भन्नु, खाजा स्टप भन्ने कि खाना स्टप भन्नु। ए सट्टा घरबाट ल्याएको रोटी छ। अनि त्यसपछि यहाँ यो परौठा छ। यहाँ चाहिँ यस्तो देखे पनि राम्रै थियो, यो कुचुक भएछ। अनि आलु छ, आलु। अनि यता यो भ्यूसँगै मी हियर। अब चाहिँ खाना खाने बेला भयो, टाइम टु इट। म टन्न खाएर यो ज्याकेट साकेट यहाँ बाँधेर हिँड्नलाई रेडी अवस्थामा छु। अब चाहिँ म दुर्छु होला तर थाहा छैन। अहिले त मलाई एकदम नास्ता सास्ता खाएपछि जोस आहा, फेरि उकालो आएपछि जोस सरौँ हो सबै। झोला त अब लिएर हिँड्नु पर्यो। ए यता होइन,
म त यता त्यता होला भनेको केही त छुटेन नि हाम्रो जे भयो नि पाल्पाको अग्लो स्थान त हुँदै हो एउटा कुरा त त्योभन्दा बाहेक पनि कसलाई राम्रो भ्यू हिमालको भ्यू ठ्याक्क तल माडी फाँट है अनि यहाँ होमस्टे नै रहेछ होमस्टेको एक्सपिरियन्स गर्नु पाइएन पहिला थाहा पनि भएन त्यो सबै कुराको एक्सपिरियन्स गर्नु छ भने रमाइलो गर्नु छ भने यु क्यान कन्सिडर दिस प्लेस है राम्रो छ एक दिन आउने त्यसपछि होमस्टे छ होमस्टेमा बस्ने अनि होमस्टे इन्जोय गर्ने नेक्स्ट डे निस्क्यो हिमाल हेऱ्यो हिमाल त पहिल्यैदेखि देखिन्छ त्यही पनि हिमाल हेऱ्यो त्यसपछि डाँडामा आयो यता माथिदेखि तराईतिर पनि देखिन्छ भन्ने सुन्या हो उयो नो गइसकेपछि थाहा हुन्छ त्यो गइसकेपछि सबै कुरा फुल्ली इन्जोय गर्न चाहिँ पाइन्छ यहाँ कसैले हेरियो भने भिडियो सो यु क्यान कन्सिडर दिस प्लेस एज वेल यो चाहिँ पाल्पाको सबैभन्दा अग्लो स्थान भनेर नि चिनिन्छ अब त्यो भइसकेपछि अर्को कुरा भने भ्यूको लागि नि अब हुँदै भइहाल्यो यस्तो राम्रो राम्रो भयो यस्तो हिमाल चाहिँ खतरा देखिन्छ एउटा हिमाल देख्न पाइयो एउटा छ्याक्क माडी फाँट त्यसपछि वरपरका डाँडाहरू पहाड भइसकेपछि यस्तो राम्रो राम्रो हरियो डाँडाहरू छ जताततै त्यो देख्न पाइयो अनि आएर बस्यो भने एक दिन बसेर होमस्टे पनि यहाँको होमस्टे पनि बसेर रमाइलो गर्नु पाइयो एक्सपिरियन्स गर्नु पाइयो अब सबै ठाउँको डिफ्रेन्ट स्पेसलिटी हुन्छ सबैमा जहाँको होमस्टेमा पनि केही न केही डिफ्रेन्ट त हुन्छ नि त यहाँको डिफ्रेन्ट वे यहाँको कम्युनिटीको वेमा चाहिँ इन्जोय गर्न चाहिँ पाइयो यहाँ पनि अलमोस्ट तल यहीँ नै ओलेस भन्ने ठाउँ रहेछ अनि ओलेसमा आएर बस्न चाहिँ सक्यो त्यहाँदेखि म्याक्सिमम् 1 आवर अब वक हो त्यही नै हो अब छिटो हिँड्नेलाई आधी घन्टा कामको वेमा हिँडिन्न हिँड्ने वेमा हिँडिन्छ इन्जोय गर्ने वेमा हिँड्दाखेरि चाहिँ 1 आवर टपमा पुग्नको लागि 1 घन्टामा पुगिन्छ भनेको बाटो 1 घन्टा त फोटो खिच्दा चाहिँ गयो होला तलदेखि आधी घन्टा 45 मिनटमा पुगिन्छ भन्नुभएको थियो त्यसपछि हामी आधी घन्टामा पुगिन्छ भन्नुभएको थियो हामी पनि पुगिन्छ आधी घन्टामा भन्नुभएको थियो अब यता हिँड्दै जाँदाखेरि 45 मिनट जति लाग्ला भन्नुभएको थियो यहाँ खाने फोटो खिच्ने गर्दा चाहिँ 1.5 घन्टा गइसक्यो होला बाटो चाहिँ हिँड्नलाई सही छ ठिक छ फोटो खिच्ने भिडियो बनाउने व्यापक भइयो क्या हामी त भोलि भाइरल भएर फेरि घरबाट निस्किन गाह्रो हुने हो कि गाह्रो छ हामी भर्खर आउँदैछौँ ए तपाईहरु कहाँ भुल्नु भयो र फोटो क्यामेरा यता बस्यो यता घुम्दै घुम्दै आयो ए म तल्लो बाटो आएँ के रे पुरानो बाटो सर्टकट छु घुम्दै घुम्दै आयो ए ल जानुहोस् पल्लो डाँडा घुमेर आउनुहोस् कल्लो डाँडातिर 40-50 भने पनि अब किनिहाल्छ नि कि हामीले पनि किनिन्छ मैले चाहिँ खास एउटा कुरा देखाउनलाई हो हैन यो भिडियोमा यो अब भ्यूले ठाउँले चाहिँ कुन देशमा घुमेको छु के हो भन्ने चाहिँ थाहा नहुन सक्छ तर यो भित्र आएर चाहिँ नेपालै भन्ने चाहिँ यहाँबाट थाहा हुन्छ हे भगवान् कौन भण्डारी आएर नाम बिगारेर गएछ भ्यूले थाहा नहोला हैन ठाउँले थाहा नहोला कुन देशमा कहाँ घुमेको छ के हो भन्ने जस्तो नि हुनसक्छ भ्यूले ठाउँले यताउताको उसले तर यो चाहिँ अरूमा हुन्न हाम्रो नेपालमा स्पेसल फ्रम नेपाल अन्तबाट चाहिँ हुन्न यस्तो आर्ट वर्क चाहिँ अरूमा चाहिँ पोसिबल छैन भाइको केर्न नि अलिअलि केरे भएको कहाँदेखि लिएर आउनु ढुङ्गाले केरेको केले केरे आउनु कोइलाले केरेको क्या के आगो बालेर केरेको सब भित्ता केरिया ल फाइनली आफ्टर टावर भिजिट है टावर थोरै पर रहेछ यो चाहिँ व्यक्तिगत लगानीमा भन्दा पनि सबैले त्यो सहयोग गरेर भन्ने वेमा बनाएर रहेछ टावर पुग्यो टावर पछि थोरै ड्रोन भ्यूहरू यताउता गर्दा गर्दै वरको डाँडासम्म आइपुगेको छ अब इट्स टाइम टु गो ब्याक है
अब जाने बेला हिमालको भ्यू त तलसम्म पुग्दासम्म नै हुन्छ। एनिवे अझै थोरै ड्रोन भ्यूहरू 1-2टा अझै लिखिन्छ अनि त्यसपछि विल हेड ब्याक होम। खाजासाजा खाइसकेपछि लेट्स सी फर नाउ टावरदेखि यता डाँडासम्म यता सोलर समथिङ के बनाएको रहेछ र नि त। आई डोन्ट नो इफ इज वर्किङ अर न बट इज स्टिल देयर। त्यही नै हो। अनि कौडे लेक लुक एट दिस। यता तराईतिर देखिन्छ भन्ने सुने हो तर वेदर छ्याक्क नभएर अझैसम्म नि कुहिरो लागे जस्तो देखिरहेछ। सायद कुहिरो नै लागिरहेछ होला बुटुलतिर या तराई तलतिर। यो तल चाहिँ हाम्रो माडी फाँट। यही नै हो द्याट्स अस। अब चाहिँ हाम्रो ओह्रालो हिँडाइ सुरु भयो। हामी चाहिँ अब फर्केको। अहिले त जाँदाखेरि त ओह्रालै छ, गइन्छ भर्खरै पुगिन्छ। ओह्रालो हिँड्न त खासै दुःख हुन्न। त्यही हामी कतै पनि नलड्डी हुन्थ्यो, त्यही नै यो ठुलो कुरो। ढुङ्गाहरू छ, यस्तो ढुङ्गा छ कि अनि त्यो ढुङ्गाले फेरि अलि चिप्सिन्छ नि त। त्यही नै हो। तर यहाँ आएर यसो हेर्दाखेरि चाहिँ यहीँ नै बसौँ जस्तो के हुन्छ नि। एकछिन चाहिँ यहीँ बसेर कतै नगएर हेरेर बसौँ जस्तो हुन्छ। हिमाल चाहिँ एकदम के त्यो भिडियोमा त अब त्यस्तो अब रियल आँखाले जो के हुन्छ नि त्यो देखे जस्तो त देखिन्न नि त त्यो भिडियोमा। अलि त्यस्तो चाहिँ हुन्नै। तर यहाँ बस्दाखेरि त दामी देखिया। अनि अब हामी चाहिँ तल गइन्छ। अघि हामीले स्कुटरमा आएको थियौँ तलसम्म, त्यहाँसम्म गइन्छ अनि नास्ता खाएर चाहिँ अनि घर फर्किने। हेडिङ ब्याक होम है। अब मिठो खाजा खानुपर्छ त्यसपछि बल्ल घर। घर पुग्न राति हुन्छ होला भनेको त दिउँसै पुग्ने भयो। गाई चाहिँ मात्र होइन चाहिँ यहाँ आउने चाहिँ अरू पनि आउँदै हुनुहुन्छ। आज चाहिँ अलि धेरैजना चाहिँ आउनु भएको कि अरू दिन पनि आउनुहुन्छ थाहा भएन। तर हामी मात्र रहेनछौँ आजलाई चाहिँ। हामी त्यो एउटाको आज सबैको दिन मिलेर हो कि के हो। तर आज त अब यतिको मान्छे चाहिँ देख्न पाइयो है जे होस्। नाइ भन्नु खोज्छु कि यहाँ कोही आउनु होला जस्तो थियो नि त। नै कि दिनदिनै त आउनुहुन्छ होला, त्यही पनि आज सबैको टाइम मिलेर होला। मान्छे चाहिँ नदेखेको भनेको होइन मैले, बुझ्न मिलाएर। हेडिङ ब्याक है। अब चाहिँ ओह्रालो जानलाई त गाह्रो छैन। अब नदाहान है। अब सट्ट गइन्छ। खाजा खानु पऱ्यो। खाजा बनाउन चाहिँ फोन गर्ने छ साँच्चै। फोन गर्ने भनेको त्यत्तिकै अलि फोन गर्नुपर्छ। फोन गरेर जानुपर्छ। खाजा खायो त्यसपछि बल्ल घरतिर खाना खाने। सरर सफिनाले स्कुटी लिएर बाइकमा तल्लो बाटो कि माथिबाट आएको हामी? ल कौडेले केही भयो। ठ्याक्कै हिँड्ने बाटो पनि रहेछ, बिचबिचमा बस्ने ठाउँ पनि। अनि हिँड्नलाई पनि यो एकदम राम्रो छ। तर खासै धेरै ठाउँमा हुन्न यस्तो हिँड्ने भनेर। अझै तलैदेखि नै ठ्याक्कै हिँड्ने बाटो नै पहिरानो बाटो छ भने त्यसलाई अलिक बेटर बनाउने अनि हिँड्नलाई नै प्रमोट गर्न सक्ने भने अझै बेटर। होइन भने पनि यहाँ होमस्टे रहेछ। होमस्टे खासै प्रमोट भयो जस्तो लागेन। यहाँ राम्रो ठाउँ छ। होमस्टे रहेछ तल। आएर अघिल्लो दिन एकदिन बस्यो नि रमाइलो गरौँ तल। नेक्स्ट डे माथितिर घुमौँ, खानासाना खाउन् या फर्किउन् भन्ने वेमा एक दिनको लागि। एक दिनभन्दा धेरै त अब यहाँ त्यति धेरै बस्ने मान्छे नै खासै आउनु होला। त्यति धेरै बस्ने पनि छैन। एक दिन आयो, यहाँको कल्चरहरू जान्यो, रमाइलो गऱ्यो।
नेक्स्ट डे भ्यू हेऱ्यो कौडे लेक अब किन नभए नि पाल्पाको अग्लो स्थान भनेर पनि एउटा नाम त छुट्टै छ नि हो त्यो हुन्थ्यो बेटर इफ दे क्यान डु इट एकचोटि टिपिसकेपछि त्यहाँ फल्दैन अब यो चाहिँ लालीगुराँसको अलमोस्ट सिजन हुन लाग्यो चाहिँ फुलेको होला सायद अब कोपिला लगाए जस्तो लागेको छ मलाई अब यहीँदेखि फुल्छ होला यहाँ चाहिँ अरू लालीगुराँस र काफल नै पाइन्छ दुईवटा कुराको लागि पनि चैत वैशाखमा आयो भने त्यो पनि खानु पाइयो तर त्यो सिजनमा फेरि गर्मी हुन्छ अलि त्यही भएर डाँडा चल्दा अलि दिउँसोतिरको दिउँसो अलि इग्नोर गरेर त्यसलाई स्किप गरेर मर्निङ र इभिनिङ टाइममा आयो भने चाहिँ बेटर लालीगुराँस पाइन्छ तर नटिप्नु होला ल फाइनली इट्स टाइम फर अस टु इट है मोमो चाउमिन अनि म यहाँ इट्स मी हियर अलराइट खाजा आयो अब झम्किचम खाना खाएर त्यसपछि सर घर निस्किनु पर्छ घर भात खान कुरिरहनु आज फेरि लु अब खाजासाजा खाएर इट्स टाइम टु लिभ फर्स्ट अब हिँड्ने टाइम भयो अब हिँडिन्छ हामी यहाँदेखि कौडी लेकलाई चाहिँ बाई बाई गरेर अब हामी चाहिँ घरतिर हिँड्यौँ यही अघि जस्तै सरुले चाहिँ चलाउँदैछ अहिले चाहिँ हेलमेटको साटो हेड लगाएर म चाहिँ पछाडि बस्छु कतै गइएछ भने फेरि म यो समाउनलाई रेडी छु क्यामेरा लिनलाई भ्लग बनाउनको लागि तर अहिलेको लागि चाहिँ हामी यही नै के भन्छ सकाउन चाह्यौँ ल बाई बाई र अनि मेरो तर्फबाट चाहिँ सक्यो त्यही नै हो अब हाम्रो ट्रिप चाहिँ बाटो अब सराई खरेसम्म म लिएर जानु पर्ने होला 30 बाटोसम्म त्यसपछि उसले लिएर जाने अब यात्रा हाम्रो यो रमाइलो पललाई चाहिँ एन्ड गरेर ड्राइभिङतिर फोकस गर्दै आई विल साइन आउट फ्रम हियर सो त्यही नै हो द्याट्स अल फर टुडे एज वेल सो आई विल सी यु गाइज अन नेक्स्ट भिडियो चियर्स एभ्रीवन बाई गाइज हेर गाइज भन्छु मेरो हात समाएको पर्छ लु फाइनली ब्याक होम है घर पुग्यो एन्ड हियर वी इन आवर ट्रिप हाम्रो आजको कौडे लेकको होला ट्रिप चाहिँ यही एन्ड हुन्छ थ्याङ्क्स एभ्री वान फर वाचिङ keep loving, keep supporting, and I'll see you guys on next video. Cheers.